हेलो साथीहरू, स्वागत छ मेरो मिनी भ्लगमा। फेरि पनि म तपाईहरुको सामु आइसकेको छु। यो निसराना आज हामी कहाँ जाँदैछौँ भन्दा बनबाटिका जाँदैछौँ है त। यो देख्न सक्नुहुन्छ बनबाटिकाको गेटमा हामी आइसकेका छौँ। यता टिकट काट्न व्यवस्थापन भइरहेको छ भने म यता चाहिँ फुरफुर परेर कोक लिन जाँदै थिएँ कि हाम्रो ड्राई पिकनिक जस्तै भनौँ न, एउटा पिकनिक जस्तै ड्राई पिकनिक जस्तै हामी मेमोरीको लागि सबै साथीहरू भएर घुम्न आएका थियौँ। यहाँ देख्न सक्नुहुन्छ मेरो कोक। यता छ साथीहरू, मेरो साथीहरू, प्यारा प्यारा साथीहरू अगाडि ट्विटी घाममा हिँडिरहेको छ। म पछाडि ट्विटी हिँडिरहेको छु। यिनी भूमा अगाडि ट्विटी, म पछाडि ट्विटी। जाँदा जाँदा यहाँ एउटा यस्तो फुलको लहरा देख्यो कि मैले त साथीहरू त्यो फुललाई बत्ती भनेर भनेको त उहाँ म्याडमजीले के भन्नुभएको छ, यो लहरा होइन यसको जरा हो भन्दै भन्नुभएको छ। होइन होला म त बत्ती हो भनेर मैले त बत्ती बनाएको त साँच्चै नै त्यही फुलको जरा रहेछ, जरा होइन है भन्दै कुराकानी गर्दै गर्दै गएका थियौँ। हाम्रो एकजना साथी चाहिँ अलरेडी पहिले आइसक्नु भएको थियो। अब हामी साथीलाई फोन गर्दै हामी भित्र इन्ट्री भइसक्यौँ। तपाईँ कहाँ हुनुहुन्छ, छिटो आउनु भन्दा भन्दै भेट भयौँ। साथीहरू यहाँ देख्न सक्नुहुन्छ मेरो साथी र उसको छोरी पनि। अब हामीहरू चाहिँ स्टल भएकोतिर जानुपर्ने हुन्छ खाजा खानको लागि। टक्क लाएर म घाममा पङ्खा हाम्काउँदै ट्विटी हिँडिरहेको थिएँ। मेरो साथीहरू पछि देख्न सक्नुहुन्छ ट्विटी टक्क लाएर हिँड्दै आउनुभएको थियो। साथीहरू यहाँ हेर्नुहोस् त, वाउ तपाईँहरू पनि आउनुहोस् है त भिजिट गर्न एकचोटि बनबाटिकामा। यहाँ तपाईँहरू आउनुभयो भने धेरै राम्रा बगैँचाहरू देख्न सक्नुहुन्छ, जू देख्न सक्नुहुन्छ। यसरी बस्ने शीतल हावा खाने स्टलहरूमा बसेर जान सक्नुहुन्छ। यहाँ चाहिँ साइक्लिङ छ अनि त्यसपछि पिङहरू छ, आउन सक्नुहुन्छ पिङ खेल्नलाई है त साथीहरू। अनि यहाँ चाहिँ फोटो खिच्नको लागि राम्रो ठाउँहरू पनि छ। यता हामी चाहिँ स्टल खोज्दा यहाँ आइसक्यौँ साथीहरू। देख्न सक्नुहुन्छ हामी यहाँ बस्ने फिक्स भयौँ। हामी यहाँ कुराकानी गर्दैछौँ। बल्ल आइपुग्यो घाम दिए पनि। साथीहरू देख्न सक्नुहुन्छ यहाँ मलाई, यहाँ मेरा साथीहरू छन्। यहाँ नानी छन्, यहाँ म छु साथीहरू। अब हामी चाहिँ टक्क टन्ना डछ्याएर बस्ने कार्यक्रम हुँदैछ है त साथीहरू। यहाँ आशा दिदीले टक्क टन्ना डछ्याउनु भएको छ भने म चाहिँ उहाँहरूको पछि भिडियो बनाउँदै यहाँ देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ साथीहरू। अब हामी बस्न गइरहेका छौँ र अब खाजा खान्छौँ पहिला सुरु, किनभने नानीहरूलाई भोक लागेको छ। त्यही भएर नानीहरूले भोक लाग्यो भन्दै थियो, त्यही भएर गर्मी भएर म चाहिँ पङ्खाले यस्तो मस्त लाएर हावा खाँदै थिएँ कि साथीहरू। अनि टक्क बस भन्नुभयो म्यामले, म पनि बस्न थालेँ। अब साथीहरू म चाहिँ फुरु भने खुसी भएर हिँडिरहेको थिएँ कि यहाँ हामी बसिसक्यौँ। अब बसेको सुरुवातसँगै हामीलाई चाहिँ पग म्यामले चाहिँ उहाँको तर्फबाट एउटा सबैजनालाई एकैटा चोकोपन ल्याइदिनु भएको थियो कि हामी खाना गइरहेका छौँ साथीहरू। देख्न सक्नुहुन्छ म चाहिँ यति ह्याप्पी। म चाहिँ यसरी गरेर खाइरहेको थिएँ कि साथीहरू। यहाँ देख्न सक्नुहुन्छ अब उहाँले अचारवाली, उहाँ पोर्कवाली भन्दै आफूले बनाएको खाजाहरू देखाउनु भएको थियो। यहाँ चिकनवाली, यहाँ चाहिँ पुलाउवाली, म चाहिँ कोकवाली भयो है साथीहरू। कोकवाली है म चाहिँ। हामी कुराकानी गर्दा गर्दै अब एकछिनमा खानेको तयारी गर्न लागिरहेका छौँ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ फोटो भिडियो त राख्नै पर्यो साथीहरू। कस्तो राम्रो घाम लागेको थियो चलमल्ल, तर के गर्नु घामले डढेर गर्मी भएर हामी चाहिँ मिठा कुरा गर्दै यहाँ ममक्ख हुँदै कुरा छाड्दै हामी चाहिँ भेट हुने बित्तिकै कुरा गरिरहेका थियौँ कि अब खाना खानुपर्ने साथीहरू। यहाँ नानी छिन्। अब खाना परोस्दै आशा दिदीले हाम्रो साथीले चाहिँ खाना परोस्दै हुनुहुन्छ भने हामी चाहिँ यता देख्न सक्नुहुन्छ कोक खानामा व्यस्त छौँ। चियर्स साथीहरू। म चाहिँ कोक खाँदैछु है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ मलाई चाहिँ चिकन राखिदिनु भएको छ हाम्रो दिदी साथीले। यता म छु, म चाहिँ यस्तो गर्मी भएको थियो कि साथीहरू, गफाउँदै बसिरहेको थिएँ कि। अब खानुपर्ने हुन्छ साथीहरू टक्क लाएर। चियर्स साथीहरू। मलाई चाहिँ गर्मी म कोक खाँदै थिएँ है त साथीहरू। यहाँ चाहिँ हामी साथीले अचारहरू पुलाउहरू दिँदै हुनुहुन्थ्यो कि म चाहिँ भिडियो बनाउन, मेरो काम चाहिँ भिडियो बनाउनु थियो है, किनभने हामी सबैको लागि मेमोरी भनेर
उहाँले चाहिँ काम गर्दै हुनुहुन्थ्यो। सो त्यही भएर मलाई अचार हालिदिनु भएको छ। साथीहरू पुरी पनि थियो हामीसँग। अब यसरी म चाहिँ खान गइरहेको छु। ल खाएँ ल साथीहरू। ल हेर्नुहोस् यहाँ हाम्रो पोर्क देख्न सक्नुहुन्छ। हो उहाँ म्यामले बनाउनु भएको पोर्क, यहाँ म्यामले अचार बनाउनु भएको। ल खाएँ है साथीहरू। म चाहिँ पुरी खाँदैछु साथी। पहिला सुरु पुरीबाट सुरु। म फेरि लेफ्टी हो कि साथीहरू, लेफ्ट हातले खान्छु कि म फेरि लेफ्टी हो। त्यही भएर गफ लाउँदै मजाले गफ लाउँदै खाना खाने तर्फमा हामी व्यस्त रह्यौँ साथीहरू। अब एकछिन खाइसकेपछि भेट्छौँ है त साथीहरू। खाँदा यहाँ दिदीले फेरि पोर्क थपिदिन आउनुभयो कि ट्याक्क लाएर। उहाँ पोर्क खाँदै हुनुहुन्छ साथीहरू। अरू साथीहरूले म्यामहरू खाँदै हुनुहुन्छ। म्याम भनौँ कि साथी भनौँ साथीहरू, मेरो लागि दुइटै इक्वेल छ है त साथीहरू। म चाहिँ भात खाइरहेको थिएँ कि पोर्कसँग कुरा गर्दै मस्त गफ लाएर खाँदै थियौँ साथीहरू। उहाँ म्यामसँग धेरै दिनपछि भेट भएको खुसियालीमा साथीहरू। अब हामी चाहिँ यहाँ खाइसकेपछि एकछिन कुराकानी गर्दै थियौँ, बसिरहेका थियौँ, आराम गर्दै थियौँ। टक्क लाएर अब चाहिँ साथीहरू हामी खानासाना खाइसक्यौँ। अब फोटो खिच्न भिडियो बनाउनको लागि अनि जूतिर पस्नको लागि त्यहाँबाट जाँदै थियौँ कि साथीहरू। उहाँहरूको चाहिँ स्कुटरमा चाबी त्यहीँ छोडेको भएर उहाँहरू जानुभयो उताबाट। हामी यता फोटोसोटो खिच्छौँ है भनेर टक्क लाएर बनबाटिका लेखेको ठाउँमा गेट जाँदैछौँ साथीहरू। हामी 4 जना साथीहरू टुई घाम हिँड्दैछौँ। त्यहाँ गएपछि देखाउने छु साथीहरू है त। हामी चाहिँ बनबाटिका भन्ने ठाउँमा लेखेको ठाउँमा आइसक्यौँ साथीहरू। म चाहिँ यहाँ देख्न सक्नुहुन्छ बनबाटिका। अब यहाँ इन्ट्री गर्नुपर्ने हुन्छ, फोटो खिच्नुपर्ने हुन्छ। अब यहाँ हामी चाहिँ यस्तो लहरावाला राम्रो भ्यू देखेर चाहिँ टक्क भिडियो बनाउन भनेर बनाएर खुसियाली लुलुलु गरेर पुतली जस्तो फुरफुर परेर चाहिँ हामी यहाँ यसरी भिडियो बनाउँदै गइरहेका थियौँ कि साथीहरू। ट्याक्क लाएर म पनि झुलुक्क घाम जस्तो झुल्किरहेको थिएँ साथीहरू। देख्न सक्नुहुन्छ यहाँ मेरो 3 जना साथीहरू अघि म पछि यहाँ हामी खाजासाजा खाइसकेपछि त्यहाँ घुमिसकेपछि यसरी एकछिन पनि रमाइलो गरेर नाच्यौँ ग्राउन्डमा बसेर टक्क साथीहरू। म चाहिँ हेर्दै थिएँ उही गर्दै म पनि साइडबाट सपोर्ट गरिरहेको थिएँ कि